अब काम हामीले के गर्नुपर्छ भने भाइ विशाल, नमन राई, लक्ष्मण लिम्बू, भरत छेत्री, आज सोनाम लामा, मनोज तिगा, हाम्रो राजु विष्ट भाइ, भारत सरकारसँग गएको हामी 3 महिना अगाडिको कुरा हो। भारतका गृहमन्त्रीसँग 2 ताल मिटिङ बस्यो। त्यो मिटिङमा मनोज भाइ बसेन, अरू बसेन। दार्जिलिङ कन्सल्टिङ एनपी राजु विष्टज्यू बस्नुभयो, अनि म बसेँ, अनि हाम्रो रोशन गिरिजी बस्नुभयो, अमित शाहज्यू बस्नुभयो। अब हामी माझमा भएको डिस्कसनहरू, हामीमा भएको वार्तालापहरू, हामीमा भएको हरेक कुरोहरू चाहिँ मैले सञ्जीव लामालाई सोध्नु, मैले तल्लो दर्जाको नेतालाई सोध्नु, म त सोध्छु त अमित शाहज्यूलाई नै सोध्छु नि त। म सोध्छु त राजु विष्टलाई नै सोध्छु नि त, किन हाम्रो छेउमा वार्ता भएको। म सोध्छु त रोशन गिरीलाई सोध्छु नि त, के मैले झुटो बोलेको हो भनेर। अनि हामी माझमा भएको कुराहरू चाहिँ आज म तपाईँहरूको अगाडि राख्दैछु नि त। अब यो राख्नु पनि नपाउने, यो भन्न पनि नपाउने। ल भाइ सुन्नु, ल भाइ सुन्नु है। हामीलाई भन्नुभएको छ, हिजो अस्ति गभर्नर अफ वेस्ट बेङ्गालले के भन्नुभयो फर्स्ट एसेम्ब्लीमा, मैले ठानेको, म बोलेको त्यहाँ, म गएर एसेम्ब्लीको फर्स्ट हाउसमा वेलकम आधा स्पिच दिँदाखेरि मैले बोलेको हो, गभर्नर अफ वेस्ट बेङ्गाल बोलेको। उहाँले बोल्दाखेरि भन्नुभयो पहाड तराई डुवर्सको, गोर्खाल्यान्डको संवैधानिक समाधान गर्छु भनेर भन्नुभयो। पहाड तराई डुवर्सको, गोर्खाल्यान्डको संवैधानिक समाधान गर्छु भनेर बङ्गालका गभर्नर बोल्नुभयो। कति मिठो बोल्नुभयो, वेलकम हामीले गर्यौँ। अब गभर्नर भन्दा पनि तिमी ठुलो भयो भने मलाई भन्नु केही छैन। गभर्नर भन्दाखेरि तिमी ठुलो भयो भने मलाई भन्नु केही छैन। अनि गभर्नर, भारतका गृहमन्त्री अमित शाह अनि भूपेन्द्र यादवजी, ठुल्ठुला नेताहरूसँग भएका कुराहरू, संवैधानिक समाधान, संवैधानिक व्यवस्था होइन। हामी व्यवस्था 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 भन्छौँ। हामीलाई फेरि जिते जस्तो व्यवस्था होइन, संवैधानिक समाधान चाहियो। संवैधानिक समाधान, पहाड तराई डुवर्सलाई संवैधानिक समाधान हामीलाई चाहियो। यो संवैधानिक समाधान भारतका गृहमन्त्रीज्यूले हामीमाथि राखेपछि उहाँको भाषा, उहाँको शैली, उहाँको हरेक विषयलाई आज लिएर उहाँले भन्नुभएको थियो, जानुहोस् तपाईँहरू स्टेट होल्डरसँग बात मार्नुहोस्, पार्टीका लिडरहरूसँग बात मार्नुहोस्, धेरै धेरै भन्दा धेरै संस्थाहरू चलाउने व्यक्तिहरूसँग बात मार्नुहोस्, ठुलो बडाहरूसँग बात मार्नुहोस्, हामीसँग भएको कुराहरू चर्चामा राख्नुहोस्। 11 कम्युनिटीलाई प्याकेजमा हामी दिन्छौँ भन्ने कुरा उहाँले राख्नुभयो। 11,000 गोष्ठी प्याकेजमा हामी दिन्छौँ भनेर भन्नुभयो। अनि त्यसमाथि 6 शेड्युलको कुरा गर्दाखेरि 244A लाई हामी यसलाई पनि हामी प्याकेजमा दिन्छौँ, त्यसले गर्दा संवैधानिक समाधान हामी गर्छौँ भन्ने भारतका गृहमन्त्री अमित शाहको मुखारविन्दबाट निक्लेको शब्द नै आज हामीले गाउँ गाउँ क्षेत्र क्षेत्रमा हामी भनिरहेको छौँ। अब यो भन्नको लागि कति तर्पेका थियौँ, यो भन्नको लागि मेरो डुवर्सवासीलाई, पूर्व पश्चिम मध्यका सम्पूर्ण जनतालाई भन्नुको लागि कति तडपेका थियौँ। जोजन मिलेको थिएन, समय मिलेको थिएन। सम्पूर्ण हाम्रो
एमएलए ज्यूहरूलाई जिताउनुमा गोर्खा जनमुक्ति मोर्चाले कतै पनि कसर छोडेन है दाजुभाइहरू, कसैले कतै पनि कसर छोडेन। गाउँघर क्षेत्रहरूमा आज हामीले खुसियालीसँग जितायौँ। तर आज हामी 5 तारिकको दिन हामीले यहाँ एउटा खुसियाली मनाउँ। पोलिटिकल कुरो होइन यो, पोलिटिकल भाषण कसैलाई तुच्छ बोल्नुलाई होइन। हामी रमाउन आएको, अब यो पछाडि हामी नाच्छौँ जितेको मोर्चाले भन्ने गीतमा रमाउन आएको, खुसियाली मनाउन आएको। अनि भारतको संविधानमा, बङ्गालको संविधानमा जितेपछि नाच्न पनि नपाउने आज संविधानमा छ भने म अहिले यो मन छोडिदिन्छु। हामीले त अन्डाले त हिर्काएको छैनौँ होइन, टमाटरले त हिर्काएको छैनौँ। हाम्रो त्यो मेन्टालिटी होइन त, हिर्काएको छैनौँ नि हामीले। हामी खुसियाली मनाउँदैछौँ। सबलाई यो गणतान्त्रिक देश हो। गणतान्त्रिक देशमा यहाँ राजवंशी, यहाँ आदिवासी, यहाँ गोर्खाली, यहाँ मुस्लिम, यहाँ सिख, यहाँ हरेक धर्मको मान्छेहरू आज हामी हातेमालो गरेर अगाडि बढ्न पर्छ। यो एउटा थिम हो, यो थिम। तर यहाँ चाहिँ गाउनु नपाउने, रमाउनु नपाउने, नाच्नु नपाउने भनेपछि चाहिँ यो पालि इलेक्सन जितेको चाहिँ यहाँको डोलोमा 2 नम्बरी धन्दा गर्नुलाई हो। रोडा बलुवाको चबाउनु हो, 2 नम्बरी धन्दा चबाउनु हो। यसको लागि त होइन। अब अघिको सरकार जस्तै चपाउनु सम्मान चपाएर, खानु सम्मान खाएर अत्याचार भएर बसेको जस्तै तिमीले पनि काम गर्छौ भने फेरि एउटै चोरा भयो त। मान्छेलाई स्वतन्त्र हुनुपर्छ, खुसियाली मनाउनु पर्छ। बुझ्यो नि? विमल गुरुङको यो सभामा जान्दै नजानु, पुग्दै नपुग्नु भन्ने कुरोहरू तपाईँले गर्नुहुन्छ नि, यो मुखबाट एकताल सराक्यो भने नि कहिले हुँदैन। मैले भनेको याद गर्नु। म हेर्छु है 29 मा नजिकबाट हेर्छु, नजिकबाट हेर्छु, नजिकबाट।